1, 2, 3, cut. Good morning. Good morning. It's कुन चाहिँ नाम भन्ने? Scissors, paper, rock. Go. यो त लाउन सक्दिन होला. Sit down. And then press the bell icon. Hello and namaste सबैजनालाई and welcome back to my channel again. आज चाहिँ हामी फेरि न्यू भिडियो लिएर ब्याक भएको छौं. And today is kind of different video अनि मसँग हुनुहुन्छ special guest. Yay! So please introduce yourself. Hi, म चाहिँ स्वस्तिका श्रेष्ठ. आज चाहिँ हामी कलर गिफ्ट एक्सचेन्ज गेम खेल्दै छौं. अनि हामीसँग छ यहाँ मेरो प्याकेज. अनि यो चाहिँ मेरो. So we're gonna start our exchange gift now. Please keep watching. अनि म भन्न बिर्सेको हामी दुईजना चाहिँ यहाँ सँगै बस्छौँ एउटै अपार्टमेन्टमा. त्यही हो. ओके ओए के रे कुन कलर भनेर त भने बिर्से. यस्तो गरौँ हामी के अलिकति इन्ट्रेस्टिङ बनाउनलाई चाहिँ सिजर पेपर रक खेलौँ. अनि हामीसँग त के रे उस छ नि त. ए कलर छ नि त. कलर छ 10 वटा हैन. सो हामीले चाहिँ 10 वटा कलर लिएको थियौं. यहाँ चाहिँ कलरको के रे उसहरु छ नामहरु. हामी चाहिँ यो हेर्दै कुन चाहिँ कलर निकाल्ने भनेर गर्छौं. त्यसको लागि चाहिँ हामी के गर्छौं भने अझै पनि इन्ट्रेस्टिङ बनाउनको लागि के रे सिजर पेपर रक खेल्ने. अनि जसले जित्छ उसकै चोइसको कलर हुन्छ. ए ल. ओके. सो लाइ एकचोटीमा गर्ने. एकचोटीमा 3. 1 2 3 go. Scissor paper rock. ल. Scissor paper rock. This ल red color. Red color? Oh my god. सुरुमा red color. एकैछिनै गएर है. ल. लाइ 1 2 3 भनेर देखाउने त. ल. भयो मेरो नि. अबे. ल. हेरि पनि तिम्रो होइन. त्यो देखे हैन त त्यहाँ. ल है त. 1 2 3 go. ल. तर यो चाहिँ खोल्नु पर्छ. ए हो. भित्र चाहिँ छ रेड, बाहिर चाहिँ व्हाइट कलरको छ प्याकेजिङ. Oh my god. The color. Dress. कस्तो राम्रो हो. यही हो कि मलाई दिन मन नलाग्यो. ए यो तन्ना हो. तन्ना हैन. डुबे कभर हो यो. यहाँ चाहियो त्यो. मरुन. कस्तो क्यूट है. फुल नि हो यहाँ. यो ड्रेस लगाएर म अब कहाँ जाम. ए एनिभर्सरीमा. यो के कस्तो भयो भन्ने. अब यो लाएर देखिन्छ हैन. नाइस, भेरी गुड. अनि यसमा चाहिँ फ्लावर वाला प्याटर्न छ. है. एन्ड लाइन. ओके. अलराइट. फेरि रक पेपर सिजर. अब सिजर पेपर रक फेरि. ल. Scissor paper rock. मेरो. ए व्हाइट. व्हाइट कि सिल्भर राखेको थियौँ हामीले अप्सनमा चाहिँ. Oh my god. कहाँ हो? ल रेड भयो. ल भयो. भयो. 1 2 3 go. ओए यो अस्ति चाहियो भने थियो नि. Oh my god. तर हुन्छ कि हुन्न एकल हेर. हुन्छ भन्दा तर के रे कस्तो राम्रो. मैले यो खोजिरहेको थिएँ कि अहिलेको यो कस्मेरी हेरि त ल. ब्याङ्गल. पोल्का डट. अहिले ट्रेन्डिङमा छ नि. यो ब्लूमा आइरहेको थियो मेरोमा. साइज चाहिँ स्मल वाला हो. यो कस्तो इजी हुन्छ के. मेकअप राख्ने हो. जाँदा ओके. ओए त नि ब्रसहरू सबै राख्न मिल्यो. यता नि हो. ए सुनावा. ओके.
नाइस ए थ्याङ्क यू ल म त तपाईँको गएर यो पऱ्यो अहिले ल ल फेरि सिजर पेपर रक खाचाका पाले पालो भयो ओइ कुन कलर ए ब्राउन Brown? माथि ब्राउनै ए आयो अँ, ल भयो ल 1 2 3 गो मेरो जो कार्डमा सेभ थियो त्यो बिचमा तिमीलाई बिचमा मन लाग्छ नि त अनि त्यही भएर ए मैले के चेकआउट गर्न लगाइरहेको थिएँ अनि त्यो बाहेक अनि कि तिमी मेरो लागि लिन गएको कि आफू होइन आफूलाई पछि त्यो मैले फेरि मगाउनु छ भन्छ नि त अनि मैले होइन तिम्रो दिइहाल्यो भने मलाई म कुर्छु यस्तो डोरी नि छ कि छैन नि डोरी थियो यो ब्याग चाहिँ कसरी खोल्ने ए ट्यारान त्यसको कि चेन नि छ त्यो चेन आएपछि दिनुपर्छ मैले चाहिँ के अरे यो पोल्का ड्रेससँग यस्तो हालेर यसरी बोक्ने नि यसरी ए यसरी अँ। अलराइट ठिक 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 ल ल ल धनी भयौँ हामी त अब कुन कुन भयो हाम्रो व्हाइट भयो रेड भयो अनि ब्राउन भयो है सिजर पेपर रक पाले पालो भन्छ है कुन कुन कलर येलो हेलो तपाईँ मसँग कतिवटा कतिवटा छन् भनेर यो चाहिँ मेरो क्युट अनि के भन्नु त्यस्तो बाहिर लिएर हिँड्ने बाले होइन यो ए यही रहेछ कतिवटा कलर त सकिँदै गयो त मेरो त कति छिटो ल मेरो नि सकिएको छ यहाँ मेरोदेखि ल भयो 1 2 3 गो यो चाहिँ उसो है के अरे कुसन ए बेडमा राख्नलाई यो हेर न त्यो ड्रेस यो पनि अब बिचमा जाँदाखेरि यो अब भित्र लाएर मात्रै फोटो खिच्नलाई ओइ घाम हेर न साथी हाँस यो चाहिँ ठिक छ यो चाहिँ म अब यस्तो गरेर यो त लाउन सक्दिनँ होला यो चाहिँ यसरी हिँड्छु म कस्तो राम्रो देख्छ यो चाहिँ होइन बान्नेवाला होइन त्यही भएर यो कभर अप गर्नलाई हो कि ओ माई गड कसरी हिँडेँ त नि म अब फोटो खिच्दा मात्रै यस्तो साइड साइड निकाल्ने फोटो खिच्ने अनि फेरि बाथरुममा बाथरुममा लाएर अब यो त्यो लाएर नि अस्ति मैले हात दिएको थिएँ नि यसै घाम मैले नै हेर्न सक्दिनँ तर कस्तो राम्रो हो कि त्यो मैले त्यो केटी लगाएको हेर्दाखेरि चाहिँ राम्रो लाग्थ्यो मलाई चाहिँ घाम है ओइ घाम त्यो मैले पाएन भनिरहेको थिएँ नि अनि के अरे यसको कि अरू अरू कलर पनि थियो अनि केही नपाएको बेलामा म यही कलर गर्छु भनेर अनि गरेको तिमीलाई घाम लाग्यो नि म यहाँबाट घाम दिन्छु लाज लाग्यो नि त्यो ओके ल अब के फेरि सिजर पेपर रक अया Scissor, paper, rock. Scissor, paper, rock. ए मैले ल ल अब चाहिँ पर्पल कति चाल्न सक्यो भाइ ओके बिस्तारै बिस्तारै गर्नुपर्छ। पर्पल यो चाहिँ मलाई पाउन गाह्रो भएको कि पर्पल ल यो त मेरो एकदमै भयो 1 2 3 गो ल यो चाहिँ अब तिमी भिन्नमा जाँदाखेरि यो हात धुनाउँछ कि साबुन हो अनि यो चाहिँ आइस राखेर कि त्यो गर्छ नि त्यो नाइस ल म त त्यसरी रहेछ ए यो पेपरवाला साबुन कस्तो नि अलि ल्याभेन्डर जस्तो यो चाहिँ आइस मलाई चाहिँ यो
नाइट ड्रेस अब पनि लाएर अहिले लाएर आउँछु लाएर आउँछु यसमा राख्ने होइन यस्तो मस्त गर्ने भेरी गुड अहिले मेरो ब्रेकआउट भइरहेको थियो स्किनमा सिजर पेपर रक कति आएको हो के भन्नु ल अबि म त डर लाग्यो ग्रिन ओके भयो 1 2 3 go तिमीले मलाई दिएको जस्तै हो अलि धन्यवाद ओ माई गड चुरा कस्तो राम्रो भएर लाग्यो है यो त अब तिजमा लाउनु हुन्छ हरियो र रातो रहेछ त्यसपछि दुईटा एउटा चाहिँ ब्रस मात्रै राख्ने अर्को चाहिँ जुरीहरू राख्ने यही चुरा राख्नु यो सबै चुरा राख्ने त्यो ट्राई गर्न मन लाग्यो चुरा अबि डर लाग्यो मलाई मलाई डर लाग्यो ओके फलामको त सिद्धा सिद्धा झन्डाइदिने बिचमा है ए ट्राई गरौँ अब फेरि सिजर पेपर रक सिजर पेपर रक याद मलाई मात्रै झ्याउ लाग्यो अब फेरि गरौँ तिमी गर सिजर पेपर होइन भन तिमी नै भन यार ल अब चाहिँ के भन्ने ए पिङ्क 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 ल भयो यो चाहिँ एभ्रिडे युजको लागि हुन्छ 1 2 3 गो के हो कहाँबाट आयो चुपा चुप्स त्यहाँ उयो दोकानबाट ए छ म त नेपालबाट आएछ क्या भनेर सबै खोलेर ए लिप ग्लेज रहेछ अहिले युज गरेन यसको कस्तो राम्रोसँग Okay. पर्छ नि त मलाई मन पर्यो यो तिमीले अस्ति नै देखाएको थिएँ मैले एउटा म्याट लिपस्टिक ल्याएको थिएँ कि रोमान्डको लिप ग्लेज उही आउँदा नि कि अब त ब्लू र ब्ल्याक मात्रै हो क्या ए सिजर रक सिजर पेपर रक भयो अब मै भन्छु ल तिमी ओरेन्ज ल अरेन्ज त सिम्पल छ है केही छैन अरेन्जको त्यस्तो हेर ल 1 2 3 गो यो चाहिँ स्कार्फ हो कि अहिले गर्मीमा यसरी लगाएर हिँड्न मिल्छ नि त त्यही भएर खोलेर ट्राई गर त स्याम्पू हालेर अनि गर्ने ठिक छ अब त्यो अहिले एकदम कपाल झरेर राख नि त अनि तेल हालेर मैले नै लाएर कताबाट लाउने हो यताबाट होइन अनि यहाँ भन्छ नि यहाँ चिनमा ए ऊ हेर त कस्तो राम्रो देखियो म त केही अरेन्ज कलर हुन्न क्या हो जस्तो लाग्यो तर कस्तो राम्रो अनि त्यो अघिको ललिपप यो लिएर अनि ब्याग लिएर अनि जाने ल ल अब ए सिजर पेपर रक फेरि कस्तो झोला खोताल्न गइरहेको 1 2 3 go सिजर पेपर रक ल बल्ल मेरो पाला है ल भन ब्लू ल भयो ल 1 2 3 गो चप्पल मेरो चाहिँ यस्तो यो के अरे बिचमा नि लाउन मिल्छ तर अहिले समर आयो नि त अनि त्यही भएर मेरो चाहिँ यो ट्राई गर त बरु ए यसरी ल लाउनुहुन्छ मेरो त सबै बिच आइटमहरू रहेछ ओके अब कम्प्लिट भयो तिम्रो त साथी जाऊ अहिले गयो ओके यस्तो यस्तो चप्पलहरू लगाएर आउँछ नि तिमीले फ्ल्याट फ्ल्याट अनि यो कस्तो राम्रो रहेछ कलर कस्तो राम्रो है अहिले लाएर बस्दिनु क्या हो कति राम्रो देख्यो आफ्नो गिफ्ट क्या आफूले राम्रो देखेको ओके हेर न सक्यो है अब एउटा मात्र भयो यस अलिकति हाँसो लाग्दैछ मेरो तर ठिकै भएछ लास्टमा गरेको है ल कति मिनट भएछ 17 मिनट भइसकेछ ल है एकछिन
डुब्नै पर्यो म orange, purple, brown सबै सक्यो नि फेरि पनि हेर्दैछु कि कति टाढो सक्यो ल भनेर भयो ल 1 2 उता भयो नि ए ल 3 भएन 1 2 3 go टेबलमा देख्छु मेरो लाग्यो प्यान यो प्यानको उसको प्यानको यो ठन्डा भएको ठन्डा भाँचिरहेको थियो अस्तिदेखि किन्नु छ भन्दै त मैले त्यही भएर अनि केही नि नकिन भनेको अनि मैले चाहिँ कोक खान मन लाग्छ कोक 2 लिटर एन्ड देन कालो दाल कपालमा यस्तो पोको पारेर अड्काउँछ नि ओइ केही छैन त यो त कस्तो यस्तो गरेर अनि यहाँ यसरी अड्काउनु अड्किन्छ त यस्तो गर्ने यो अड्किँदो रहेछ भाइ त्यो स्टिक जस्तो है त्यो चाइनिज स्टिक जस्तो अन्त चपस्टिक भनेर झन्नै यस्तो गरेर सक्यो कति चाँडो सक्यो ल छैन हाम्रो गेम सकियो कति चाँडो सक्यो भाइ ओके हुन त 19 मिनट भइसक्यो रहेछ अनि ल भन्देऊ कस्तो लाग्यो आजको गेम एकदम मजा लाग्यो अनि हाँसो लाग्यो के अरे दुईजनाको फेभरेट कुरा भनौँ न मेरो त यो किनभने मलाई यो चुरा चाहिरहेको थियो नि त अनि त्यही भएर मेरो चाहिँ देखाउँदैछ के सोचिरहेको छ कुन चाहिँ भनौँ भनेर यो किनकि मलाई ड्रेस चाहिरहेको छ त्यही भएर अनि अगाडि दिन पर्ने रहेछ है अनि यो पनि राम्रो लाग्यो बुवाला यतिकै बस्छ ए यो त झनै VVIMP ल साथीहरू आजको लागि चाहिँ यति नै अनि हामी नेक्स्ट टाइम फेरि अर्को इन्ट्रेस्टिङ भिडियो लिएर आउँछु बाई बाई प्लिज डु लाइक शेयर एन्ड सब्सक्राइब एन्ड देन प्रेस द बेल आइकन मलाई भन्दा कट मैले कति हेर्छु नि त भ्लगहरू उसको त्यही भएर ल घन्टी चिन्हमा चाहिँ